हे गाइज वेलकम टू माई न्यू भिडियो। दिस इज मी प्रमिला एन्ड आजको न्यू भिडियोको साथ म हजुर सामु आइसकेको छु। बाँकी अरू सबै त भइसक्यो, तर घर छेउनिरको बिउ गरा बाँकी छ, त्यो चाहिँ आज रोपाई गर्दैछौँ। अनि गाइज मैले आज आफैले कमाएको पैसा पनि झिक्नेवाला छु। त्यो कति हुन्छ के हुन्छ र मैले कसरी कमाएँ त्यो चाहिँ थपाउनको लागि पुरा भिडियो हेर्नु होला। बहुत इन्ट्रेस्टिङ हुनेवाला छ आजको भिडियो। सो लेट्स स्टार्ट आवर ब्लग। सो गाइज आज यस्तो चर्को घाम लागिरहेको छ, एकदम यस्तो घाममा हामीले धेरै त छैन, यो दुईवटा गराहरू छ रोप्ने। अब यो हामी रोप्छौँ। यहाँ चाहिँ हाम्रो ठुलबाले लगाउँदै हुनुहुन्छ लिरको। सुरुमा हलोले जोत्ने, त्यसपछि लिरको लगाउने, बल्ल रोप्ने हुन्छ। अनि एक दुई सर्टमा यस्तो हान्छु, हेर्नु होला है। बाजे एउटा गीत गाइदिनु न मेरो भिडियोमा। एउटा गीत गाइदिनु त मेरो भिडियोमा। सानी खोलीमा पनि तुरुका सम्झेले बाली जाएरोले दो। ल है साथीहरू, बाजेको गीत कस्तो छ यस्तो कमेन्ट पनि गरिदिनु होला है, राम्रो छ कि छैन भनेर। हाम्रो गाउँको बाजे हुनुहुन्छ, यहाँ राङ्गा ल्याउनु भयो तर रक्सी खाएर खुस। आई एम सो सरी ल, किनभने मैले अघि यहाँ लिरको लगाउँदै हुनुहुन्छ भनेको थिएँ, त्यो त दाँते रहेछ। अघि मैले सोधेर भने सुमा हलोले जोत्नु भयो, अनि त्यो दाँते लगाउनु भयो, अनि अहिले यहाँ चाहिँ यसरी लिरको लगाउँदै हुनुहुन्छ है। रङ भन्दै रहेछु अघि मैले। सो साथीहरू अब चाहिँ हामी रोप्न स्टार्ट गर्छौँ ल। चाहिँ हामीले यो दुई गरा रोपेर पनि भ्यायौँ, थोरै नै थियो। अनि अब चाहिँ हामी जान्छौँ खाना खानालाई जान्छौँ। बेलुकातिरको 5 बजेको मौसम चाहिँ यस्तो रहेको छ। अनि मैले दिनभरि भिडियो कन्टिन्यू गरेन, अहिलेबाट मैले भिडियो कन्टिन्यू गरेँ। सो अनि मेरो आज कस्तो यो घाँटी पनि दुखिरहेको छ कि, एकदम रुगा खोकी लाग्ला जस्तो भएको छ मलाई। यस सो गाइज अब चाहिँ इन्ट्रेस्टिङ पार्ट आइसकेको छ। अब हामी आफैले कमाएको रमिला पैसा झिक्न जाँदैछौँ। तर अहिले मम्मी चाहिँ घरमा हुनुहुँदैन, अनि हामी चाहिँ झिक्न जाँदैछौँ पैसा। सो गइहालौँ न त, चलो। साथीहरू मैले चाहिँ लिएर आइसकेँ है, मेरो आफ्नै। अब म यो मम्मीलाई दिन्छु। दिनुहोस् मम्मी। कहाँबाट आएको पैसा हो या? आएको हो। गाइस आशीर्वाद दिनु पर्यो, अब यस्तै सधैँभर भइरहोस्, सधैँभर ल्याउन सकौँ हो कि नै घरमा, त्यस्तै। सो साथीहरू यति नै थियो हजुरहरूलाई भन्नुपर्ने कुराहरू। अनि मेरो युट्युब च्यानल जतिले पनि हेर्नुहुन्छ, मेरो भिडियोहरू जतिले पनि हेर्नुहुन्छ, मेरो च्यानललाई अनि मलाई माया गरिदिनु होला। मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, र कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला है साथीहरू। पैसा अर्न गरेको चाहिँ सोसल मिडियाबाट हो भनेर नझुकिनु होला। आजको भ्लग चाहिँ यस्तै नै भयो। मैले के गरेँ त्यो तपाईँले देखिसक्नु भयो, र यो भिडियो कस्तो लाग्यो त्यो पनि कमेन्ट गरिदिनु होला। आई होप तपाईँहरूलाई यो भिडियो मन परेको छ भनेपछि लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला, र च्यानललाई सब्सक्राइब गरिदिनु होला। सो आजलाई यति नै गाइज, म यो भिडियोलाई यहीँ बन्द गरिदिन्छु। बाई गाइज, भेटौँला नेक्स्ट भिडियोमा। टिल देन टेक केयर, ओके बाई। गाइज मैले यो पैसा कहाँबाट कमाएको मैले सबै भिडियो बनाएको थिएँ, तर त्यो क्लिप भने डिलिट भइसकेको रहेछ। म यहीँ भनिदिन्छु है। मैले त्यो पैसा चाहिँ सेयर किनेको हो, 1000मा किनेर 9000मा मैले बिक्री गरेँ। सो टोटल चाहिँ 9000 थियो, अनि मैले त्यो चाहिँ मम्मीलाई दिएको थिएँ। त्यही क्लिप चाहिँ मैले भनेको थिएँ, तर त्यो मैले यति खोजे भेटाएन कि रिसाइकल बिनदेखि नै डिलिट भइसकेको रहेछ। सो यस गाइज यति नै हो।